चाहिँ हामी सुरेन्द्र भाइको रुममा आएको छौँ अनि भाइलाई कतिवटा गोली लाग्यो भाइ? मेरो यहाँनिर छरा लाग्यो। हजुर। यहाँनिर चाहिँ एउटा ओरिजिनल बुलेट लागेको। कति एमएम को एउटा तिम्रो धेरै नै त्यो घाउ बारेछ क्या, मलाई यहाँ फोटो आएको थियो। यहाँबाट चाहिँ यता छेडेर यहाँबाट यहाँसम्म 25-30 टाका लाग्छ। ए 30 टाका। यसमा सेन छैन, यसमा टोक्नु छिनाल्नु काट्नु यो ए सेन छैन यसमा, यो प्यारालाइसिस हो। म अलिकति यस्तो यो अमला यस्तैकै थियो, यसमा आधीमा सेन छैन आधीमा छ। अब यसलाई उ गर्नुपर्छ, फिजियो गर्नुपर्छ काम छ यसलाई। डाक्टरले नै भन्नुभएको थियो यो सम्भावना नै गाह्रो छ भाइ, यो नसाको पट्टिको भन्न सक्दैन तिम्रो लकको कुरा भन्नुहुन्थ्यो। तर म चाहिँ खाली नन यस्तो गरे घरमा, तर यहाँ यस्तो गर्दाखेरि यो नसा सर र चल्या थाहा ए थाहा हुन्छ तिमीलाई, एकदम गाह्रो हुन्थ्यो। ए ल भाइ। अनि सुन न, अनि कति वर्ष भयो तिमी? म अहिले 26 वर्ष। 26 वर्ष भयो। अनि पहिला दिदीलाई किन कल गरिनौ? यस्तो अब हस्पिटलमा थिएँ म 5-7 दिन भन्दा नि बेसी नै होला है, हाइकेयरमै बसेँ। त्यसपछि मेरो अपरेसन नै 3 चोटि 4 चोटि मलाई अस्ट्रेलियाबाट मेरो उपाध्यक्षले चाहिँ तपाईँको अब एकदमै सिरियस छ, तपाईँलाई गइदिनु पर्यो भनेर अनि एकदम मेसेज गरिरहनु भएको। त्यही भएर त्यस्तो हुँदा चाहिँ दिदीलाई कन्ट्याक्ट गर्नुपर्छ क्या, तिमीले बुझ्यौ नि यस्तो सिरियस अवस्थामा रहेछौ। अहिले पनि केएमसीमा जानला भने होइन, त्यहाँ कोहीलाई पैसा लिन्छ कोहीलाई फलोअपमा लिँदैन होइन, अब त्यो हेरी छ। अनि एउटा तपाईँलाई मैले सहयोग चाहिँ यो अमेरिकाबाट एउटा ग्रुप हुनुहुन्छ, एउटा नेपाल स्टुडेन्ट एसोसिएसन युनिभर्सिटी अफ कोलोराडो के हो यो कोलोराडो भन्ने ठाउँको चाहिँ यो चिया गाइड भनेको तपाईँको यो साजन मल्ल भाइ, अनि यो प्रज्वल नेपाल, अनि त्यसपछि सुनभ दाहाल भन्ने ज्यूले चाहिँ पठाइदिनु भएको छ। 1 लाख रुपियाँ पठाइदिनु, 1,08,000 पठाइदिनु भएको छ। तपाईँलाई चाहिँ हामी 1 लाख दिन्छौँ है। 8,000 रुपियाँ चाहिँ म अन्त त्यो मिलाएर गर्छु, अरूलाई पनि गर्नुपर्ने हुन्छ। हजुर अब यो चाहिँ एक होइन नि, एक हो 1,08,000 रुपियाँ रहेछ होइन। 8 रुपियाँ चाहिँ मैले दिन भाइलाई, यो 1 लाख रुपियाँ चाहिँ भाइलाई भयो है। अब यो चाहिँ तपाईँलाई यो 1 लाखले चाहिँ के गर्नु भने उपचार गर्नु, अनि फलोअपको लागि खर्च गर्नु। अनि तिम्रो बाइक जल्यो भने हो? हजुर, मेरो बाइक जलेको, मोबाइल पनि फुट्यो है। अब मोबाइल यही थियो, त्यो घाउ त यो खुट्टा त जान्थेन, त्यो मोबाइलको त अब यस्तो कभरहरू हुन्छ नि आएर त्यो मोबाइलमा लाग्यो, अनि त्यो गऱ्यो मोबाइल फुट्यो नि फोटोसँग। मैले भेटाएन। तिमीलाई 23 गते लाग्यो कि 24 गते लाग्यो? 23 गते लागेको। पहिलो दिनै गएको तिमी? पहिलो दिनमा, त्यो पनि अर्कालाई बचाउन जाँदाखेरि भनौँ त्यो एउटा